हेलो नमस्कार साथीहरू। अस्तिको वर्ल्ड कपमा धेरैजनाले मेरो च्यानलमा कमेन्ट गर्नुभएको थियो वर्ल्ड कप बारे केही भनिदिनु पर्यो भनेर। त्यो म यताउति वर्ल्ड कप यताउति गेमहरूमा नै व्यस्त भएको कारणले तपाईँहरूको रिप्लाई दिन सकेको थिएन। हामी आज त्यही विषयमा कुरा गर्नेछौँ तपाईँहरूलाई। ल कुरा गर्छौँ हामी। अस्तिको वर्ल्ड कपमा तपाईँहरू धेरै फ्यान्सहरू गुनासाहरू छन्, धेरै फ्यान्सहरू निराश हुनुभयो। तर अन्तिममा एक गेम जितिसकेपछि फ्यान्सहरू एकदमै खुसी पनि भएका थिए। हामीले 12 वर्षपछि खोला फर्किन्छ भने जस्तै हाम्रो पहिलो यात्रा त तपाईँहरूले निराश आउनुपर्ने कुरै छैन। त्यसमा तपाईँहरू हाम्रो क्वालिफायर खेलेर वर्ल्ड कपमा इन्ट्री हुने गेमको एकदम सौभाग्यको कुरा थियो। त्यही माथि हाम्रो प्लेयरहरूले गेम एकदम राम्रो खेलेको थियो। पहिलो गेम इङ्ल्यान्डसँग मात्र 4 रनले हारेको थियो। गेम सधैँ एकनासो हुँदैन है। जस्तै इन्डियाको कुरा गरौँ एकचोटि, यो अघिल्लो वर्ष कुरा गर्दाखेरि विराट कोहलीले 18 वर्षपछि गेम जितेका थिए होइन। त्यस्तै गेम सधैँ एकनासो हुँदैन, सधैँ एकनासो हुँदैन, सधैँ स्टेडियम एकनासो हुँदैन। कहिले माइन्डमा भरोसा पर्छ र कहिले ब्याटिङ, कहिले बलिङ, कहिले प्लेयर, सबै त्यो ठाउँ अनुसार पनि फरक परेको हुन्छ। र हाम्रो त्यो अस्तिको इङ्ल्यान्डसम्मको हारले धेरै कुरा सिकाएको पनि छ। के सिकायो भन्दा हामीले के गल्ती गऱ्यौँ, हाम्रा त्रुटिहरू सुधार्ने मौका मिल्यो र हाम्रो अन्तिममा एक गेम जित्यो पनि त्यो एकदमै खुसीको कुरा थियो। हामीले वर्ल्ड कप खेल्नु पनि खुसीको कुरा थियो। त्यही माथि हामीले त्यो गेम जित्नु पनि धेरै सौभाग्यको कुरा हो र त्यहाँ वर्ल्ड कप खेल्नु पनि धेरै सौभाग्यको कुरा, धेरै राम्रो खेलेको थियो। र आउँदा वर्षहरूमा अझै हाम्रो गेम राम्रो हुनेछ। नेपाललाई चिनाएको छ। तपाईँले अस्तिको गेममा हेर्नु पनि अन्तिममा जब सम्पाल कामीले एकदमै राम्रो गेम खेलेका थिए, विकेट कस्तो दामी लिनुभएको थियो र अनि त्यहीसँग सेलिब्रेट उहाँको बुद्धलाई नेपाल गौतम बुद्धको देश नेपाल भनेर विश्व सामु चिनाएको थियो। त्यस्तै सबै प्लेयरले राम्रो खेलेको थियो। अहिले उहाँ एकदमै राम्रो, उहाँको ब्याटिङ त्यस्तै अलराउन्डर है, एकदम स्पिड पनि। उहाँले त यो गेम नेपाललाई चिनाउन अझै आउँदो वर्षमा पनि एकदमै उहाँको योगदान हुनेछ भन्ने हामी आशा गर्छौँ। अरू प्लेयरहरू पनि एकदमै राम्रो थियो। र तपाईँहरूले यो कुराको पनि कमेन्ट गर्नु होला, आगामी वर्षहरूमा तलबाट अरू प्लेयर, कस्तो प्लेयर तपाईँहरूको जिज्ञासा, कुन प्लेयरले खेल्दा वर्ल्ड कपलाई अझै वर्ल्ड कपसम्म पुग्न र वर्ल्ड कपलाई अझै उत्साह बनाउन आवश्यक पर्ने त्यस्तो प्लेयरहरू पनि तपाईँहरूले कमेन्ट गर्नु होला। तपाईँहरूको जिज्ञासा अनुसार फेरि हामी अर्को भिडियो पनि राख्नेछौँ तपाईँहरूलाई होइन। त्यस्तै आउँदो वर्षहरूमा गेम अझै राम्रो हुनेछ। अस्ति यो गेममा इनिङमा गुलसन घाले पनि एकदम राम्रो खेल्यो र दिपेन्द्र सिंहले पनि अब उहाँको त कुरै के भन्ने होइन, उहाँले एकदमै राम्रो खेल्नु भएको थियो। उहाँले पनि हाफ सेन्चुरी हानेको थियो र गुलसन घाले इनिङ एकदम राम्रो देखाउनु भएको थियो। छक्का चौका एकदम दामी थियो। फ्यान्सहरू अगाडिको हार जस्तो भए पनि त्यो हारले सिकाएर अन्तिममा एक गेम जित्यो वर्ल्ड कपमा। नेपालले अझै सक्छ है भन्ने एउटा जोस जाँगर देखाएकोमा फ्यान्सहरू पनि गुनासाहरू पोखिएका छन्, एकदमै खुसी छन् अहिले होइन। तपाईँहरूले पनि आगामी दिनहरूमा अझै कसरी राम्रो बनाउने त भन्ने कुरामा त्यो आफ्नो सोचलाई परिवर्तन गरेर एकदमै प्रिपेयर गरेर आउँदो वर्षहरूमा वर्ल्ड कपलाई अझै सुपर 8मा पुर्याउनु हुनेछ भन्ने आशा राखौँ। र सम्पाल कामीले गरे जस्तै गौतम बुद्धको देश नेपाल, जय नेपाल। तपाईँहरूले कमेन्ट गर्न नभन्नु होला।